नमस्ते सबैजनालाई हजुरहरूलाई स्वागत छ आरजे फुड च्यानलमा। आज मैले खाजाको लागि रोटी र केराउको तरकारीको रेसिपी लिएर आएको छु। ल अब सुरु गरौँ है त। यहाँ मैले प्याज, आलु, अदुवा लसुन, केराउ, आँटा लिएको छु। पहिला सुरुमा यहाँ मैले तरकारी बनाउन लागेको छु। तेल, जिरालाई एकछिन फुराउन दिने। अब हामी यहाँ प्याज हाल्छौँ। प्याजलाई ब्राउन हुने गरी भुट्ने। अदुवा लसुन, बेसार आधी चम्चा, जिरा पाउडर आधी चम्चा। एकछिन भुट्नु पर्छ मसलालाई। मसलालाई मैले यहाँ भुटिसकेको छु। अब आलु हाल्ने। आलुलाई एकछिन भुटिसकेपछि केराउ हाल्ने। केराउ एकछिन भुट्ने। केराउलाई पनि एकछिन भुट्दै पकाउने। धुलो खुर्सानी, स्वाद अनुसार नुन, एकछिन चलाउने। अब पानी हाल्ने। पानी हालेर एकछिन चलाइदिने। अब हामी बिर्को लगाएर 3 चोटि जति सिटी लाउने। ल अब हामी रोटीको लागि आँटा मुस्छौँ। थोरै नुन हालेर मुस्ने। नुन र आँटालाई राम्रोसँग मिक्स गर्ने। थोरै पानी हाल्दै मुस्ने। यहाँ मैले चिसो पानी हालेर मुसेको छु। हजुरहरूले मनतातो पानी हालेर मुस्दा हुन्छ। यहाँ मैले आँटा मुसिसकेको छु। ल अब हामी डोलाई गोलो पार्दै बेल्छौँ। यहाँ मैले डोलाई यतिको मोटो लिएको छु। हेर्नुस्, सुखा पिठो हाल्ने अनि बेल्ने। मैले यतिको सेपमा गोलो बनाएको छु। अब हामी यसै गरी अर्को डोलाई पनि बेल्दै जाने।
यहाँ मैले तावालाई बसालिसकेँ रोटी बनाउनको लागि। यहाँ तावा तातिसकेको छ। अब हामी रोटीलाई थिच्दै पकाउने। तावामा हल्का पाकिसकेपछि आगोमा सेक्छौँ। यसै गरी हामी अर्को रोटीलाई पनि पकाउँदै जाने। यहाँ मैले तरकारीलाई 3 सिटी लगाइसकेको छु। हाम्रो तरकारी पाकिसकेको छ। अब म यहाँ तरकारी र रोटीलाई एउटा प्लेटमा सर्भ गर्छु। यहाँ मैले माथिबाट प्याज र खुर्सानीलाई हालेको छु। यसरी खाँदा झनै मिठो हुन्छ। हजुरहरूलाई मेरो यो रेसिपी मन परेमा लाइक, शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला अनि कमेन्ट पनि गरिदिनु होला। धन्यवाद।